आकाशको ढल्टीसँग समुद्रको रहरसँग कहिले पनि निस्किनु रुपेशसँग। ओ भाइ गुड मर्निङ सबै महानुभावमा के छ सबैको हाल खबर। अहिलेसम्म भन्नुपर्दा मेरो चाहिँ एकदम ठिकठाक छ है। र आज नेक्स्ट डे, हिजो हल्का फुल्का काम गरेको थियो नि त होइन। आज चाहिँ सोमबारको दिन परेर हामी चाहिँ हल्का पूजा गर्नु लागि चाहिँ नानी जाउँ तितेपातीहरू हल्का कलशको लागि यो खोज्नु जाँदैछौँ है। एकछिनमा चाहिँ हामी माथि जानेछौँ है। तपाईँहरू हेर्दै गर्नुहोस् होला है मेरो भ्लग, किनभने स्टे ट्युन है गाइस। हामी अब माथि एकछिनमा जानेवाला छौँ होइन। माथि गएर चाहिँ जति पनि उपरान्त हिजो आदि गऱ्यौँ हिजोको बेलुकासँग टक्कै लिनु भएको थिएन। आजको अब आज घर ओपनिङको डल्लै भिडियो आउनेछ है, हेर्दै गर्नुहोस्। हामी चाहिँ होइन तितेपाती खोज्दै 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 नपाएर हामी यहाँ टावरसम्म आइपुग्यो। टावरमा चाहिँ हामीले धेरै तितेपाती पाइसक्यौँ है। म र नानी आएको। नानी आउनु छिटो मुनि। अब म चाहिँ तितेपाती काट्छु, नानीले चाहिँ भिडियो बनाउँछ होला। बनाउने भिडियो लु आउनु छिटो भए। हात ल्याउनु लड्छ फेरि। मेरो आजको क्यामेराम्यान चाहिँ रियान्सी नानी हो होइन नानी? फिलहाल चाहिँ हामीले ड्युटी पाइसकेको अवस्था है। र हाम्रो चाहिँ ड्युटी चाहिँ पानी तताउनेमा परेको छ होइन। सानो भाँडामा मात्रै तताइरहेको छु। अझै भयो भने चाहिँ ठुलो भाँडामा तताउनुपर्छ भन्दैछ हो केटाले। हेरौँ फर्स्टमा यसमा तताउँदैछु। ठिक्कै जाडोको टाइममा चाहिँ हल्का तातोमै काम पाउँदा चाहिँ खुसी लाग्यो। हामी चाहिँ यहाँ बसिरहेको छु। म केटा चाहिँ पानी ल्याउनु गएको छ अझै। एडमिन छ, म र एडमिन चाहिँ पानी तताउनु परेको छ। छिटो छिटो हेरेर लु 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 दाउरा लिएर आइसकेको छिटो। राख 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 राख। साह्रो कम्ती भनेको अहिले भयो नि। यसमा तताउँ म नपुग्ला भने चाहिँ ठुलोमा तताउँ न। देखि खटेर बनाउने मास्टर सेफ चाहिँ यहाँ छ है। ग्रेभी बनिँदैछ। चिकन ग्रेभी टप है हाम्रो सिन्दाङ गाउँको चाहिँ। बिहान 6 बजीदेखि होइन आज त तपाईँहरू? 6 बजीदेखि नि हो। बो खटिरहेछ, ओभर खटिरहेछ है। बिहानै यो सबै फ्राई साई गरेर पनि ग्रेभी सेभी पाक्दैछ धमाधम आगोमै। तर ठिकै छ है आज दिन, किनकि यस्तो भयो नि त हेर्नु सक्नुहुन्छ। अघि मैले भन्दैछु नि घाम पनि हरायो। के भयो धुम्बो भइगयो। ठिकै आगोमै पकाउनु परेको राम्रो। यहाँभित्र पनि छ पुरा केटाहरू यहाँभित्र। आधा यसको स्टक चाहिँ यहाँ छ विशेष त होइन। पर मिसा स्टार्ट भइसक्यो अरे। हल्का मिसा पनि देखाइदिन्छु ल तपाईँलाई। प्रार्थना हुँदैछ नि त्यो घरमा, एकदम नयाँ घरमा सुख शान्ति होस् भनेर। सबैजना यहाँ पनि धमाधम गरिरहेको छ। सोनुवाहरू बिहानदेखि आलु कटिङ, अघि मासु कटिङ, आलुस कटिङ। यहाँ फुपू चाहिँ नानीमा बिजी है। सानो नानी छ भने त अब यता चाहिँ मिसा हुँदैछ है। तपाईँलाई देखाउनेछु नयाँ घरको एकदम शुभकामना क्या त। एकदम राम्रो होस्, एकदम सुख पाओस्, दुःख नहोस् भनेर चाहिँ भगवानलाई आशिष माग्दैछ है। फादर रग्दै आइपुग्नु अवस्था। जुनै शहरमा जाँदा पनि त्यहाँ तिमीहरूको स्वागत गरे। उनीहरूले जो खान दिन्छन् सो खान। हेर्न सक्नुहुन्छ तपाईँले एकदम नयाँ तरिकामा रेडी भइसक्यो। बेसी बोल्नु चाहिँ अलिक मिल्दैन किनभने यहाँ मिसा हुँदैछ नि त होइन। हल्का कस्तो भन्नु भन्दा चाहिँ नि के चाहिँ भन्नु भन्दा चाहिँ नि तलले चाहिँ अब मिसा हुँदैछ नि त। त्यहाँ चाहिँ फादरहरू मजाले उहाँले वचन पढ्नु हुँदैछ होइन। जति पनि हाम्रो सरल भाषामा भन्नुपर्दा चाहिँ जस्तै पूजा भनौँ न एउटा है। भगवानलाई बल बुद्धि मतलब आशिष माग्ने काम हुँदैछ। सबैजना मिलिकन एकदम सुख राम्रो होस्। जति पनि दुःख भयो पुरानो घरतिर नयाँ घरमा जस्तो दुःख नहोस् होइन। एकदम खुसी होस्, हेल्दी होस्, मान्छेको जीवन एकदम सरल तरिकाले चलोस् भनेर चाहिँ उहाँले बल बुद्धि मतलब बल माग्नु हुँदैछ, आशिष माग्नु हुँदैछ। छोडेछ त नानी छोडेर यहाँनिर काम गर्नु थालिसक्यो फुपू चाहिँ। आकाशको ढल्टीसँग समुद्रको रहरसँग कहिले पनि निस्किनु रुपेशसँग। ओ भाइ साहब नत्र जो इंसान मेसँग जिस्कता है ना वो डायरेक्ट ऊपर पुगता है। ओ भाइ साहब और आज लास्ट एउटा जो मुझे पंगा लेते हैं तो नीचे से ऊपर से नीचे पुगता है। वो इंसान ना कभी भागता नहीं है, वो सीधा ऊपर पुगता है। खतरा छ भाइ। ताली बजा भाइ, ताली बजा। खतरा खतरा खतरा। एक्स गर्लफ्रेन्डलाई डेडिकेट गरेर चाहिँ एउटा गीत गाउँ पनि। ओ आई एम नो सरी यार, वो गर्लफ्रेन्ड का मत लेना ठीक है। आँसु आँसु झार्दै गीत गाइदिनु एउटा। अब
हो बहुत गीत धोखा खाए जिंदगी में है एक पल हैन दो पल हैन बार 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 दिल टुटाए तेरेबाट लु ऊ मेरो बाल्यकाल होइन आफ्नै किन होला पनि तिमीसँग माया गर्छु त्यो मलाई पनि एक पल तिम्रो माया गर्छु मैले खाली छाडेर गयो मलाई यस्तो अन्धकारमा तिमी बिना पागल हुनेछु मलाई पनि एउटा माया गर्छु त्यही मुटुभित्र तिम्रो अँगालोमा बाँधी मलाई छाडी मलाई पल पल तिम्रो याद आइरहेको छु थ्याङ्क यू है टेरेगा है खतरा 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 कडा दिने हो तपाईँ जो जिउनाले राज्य गर्नुहुन्छ युगानीसम्म प्रभुको शान्ति सधैँ तपाईँहरूसँग रहोस् हामी एकअर्कामा त्यही शान्ति कामना जय मसी भन्दा के भन्दैन सकेर चाहिँ खाँदैछ अब यहाँ चाहिँ भोज हुँदैछ हामी चाहिँ अब वाचिपा खान थालेको होइन तर हामी सबैजना ग्रुपमा चाहिँ एकजना चाहिँ साधु परेछ हरेस भयो नि उता चाहिँ हामी सबैजना वाचिपा खाइरहेको ग्रुपमा चाहिँ साधु परेछ ग्रुपमा हो लु है हाम्रो गाउँको एकदमै सिनियर बोजूहरू आइपुग्नु भएछ कोमा स्वागत छ हजुरलाई स्टेपहरू देखाइदिइहाल्छ नि फोटो खिच्नु होइन है कोमा भिडियो हल्का डान्स पो गरिदिनु पर्यो कोमा भरे चाहिँ नाच्नु पर्यो हौ उकालो हिँडेकोले हत्तु भएर आइपुग्नु भएछ उहाँहरू डर्रै भेला भइसक्यो केटाहरू चाहिँ सबैजना है टाटादेखि लिएर स्कुटी बाइक गाडी टाटापुरुप लिएर आएको छ हाम्रो केटाहरूले चाहिँ तपाईँलाई के लाग्दैछ यो गीत सुन्दाखेरि चाहिँ टेपमा बजास लाग्दैछ होइन तर अफसोस टप सिङ्गर पनि रेकर्ड गर्नु भन्दा अब